फागुन महिना लागेर अन्तिम हुन लाग्यो चुनाव पो आउँदैछ त दाइ आउँदैछ हेरबारी चुनाव पनि आउँदैछ भोट माग्नु कतिजना आउने हजुर नेताहरू आउँदै होलान् ओहो नमस्ते हजुर नमस्ते हजुर नमस्ते के छ सन्चै हुनुहुन्छ के काम ल्याउनु भयो हजुर अब हजुरहरूलाई थाहा नै छ फागुन अन्तिम भइसक्यो चुनाव आउँदैछ भनेर म त्यही चुनावमा योचोटि उठ्दैछु त्यही भएर म भोट माग्न आएको हजुर हजुरको चुनाव चिन्ह चाहिँ हो मेरो चुनाव चिन्ह भनेदेखि गलबन्दी नै हो हजुर गलबन्दी हजुर यो गलबन्दी मिलेछ नि हो हजुर 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 ल भोट चाहिँ योचोटि हस् गलबन्दीमै है ल हजुरको एजेन्डा चाहिँ के छ मेरो एजेन्डा भनेको चाहिँ काफिवासमा कस्तै हुन्छ तपाईँहरू होइन काफिवासमा एउटा मात्र धारा छ नि त हजुरहरूको घरमै के एउटा धारा छ जहिले चिसो पानी मात्र आउँछ म चाहिँ योचोटि चुनाव जितेँ भने चाहिँ म 3टा धारा बनाउँछु क्या तिनवटा ल यहाँ सुन्नुहोस् है हजुर एउटा भनेको चाहिँ चिसो पानी आउने धारा त्यो चाहिँ गर्मीमा अनि जाडोमा लु चिसो पानीले नुहाउने मान्छेहरू हुन्छ नि त हो चिसो पानीले नुहाउनु मन लाग्यो भने चिसो पानीले नुहाउँछ बुझ्नुभयो दोस्रो धारा भनेको चाहिँ तातो पानी आउने धारा त्यसमा चाहिँ अब गर्मीमा पनि पीडित हुन्छ नि जाडो पीडितहरू हो तिनीहरूले तातो पानी बनाउनु सक्यो हजुर अनि तेस्रो चाहिँ तेस्रो धारा भनेको चाहिँ पानी नै नआउने धारा हो क्या अब कोही हुन्छ नि त गनाउने या नुहाउनै मन नलाग्ने हो त्यस्तोहरू चाहिँ तेस्रो धारामा अनि मेरो एजेन्डा भनेको चाहिँ यही हो एजेन्डा यति हजुर गलबन्दीमा भोट हाल्नु पर्यो लाहे नुहाउँदै ननुहाउने मान्छे चाहिँ कस्तो हुन्छ भन्न हो हजुर दर्शन के गफ हुँदैछ यहाँ यसो कता हो तपाईँ त चस्मा पार्टीको होइन हो कस्तो थाहा पाएको उहाँले चस्मा पार्टी हो हेर्नु यो जाडोमा लाउनु पर्ने पानी पस्दैन पानी परेको बेला लायो भने पनि केही हुँदैन होइन त्यसैले भोट चाहिँ तपाईँले चस्मामा हाल्नु यहाँ गलबन्दी भोट हाल्ने हजुरको एजेन्डा भइसक्यो चाहिँ के छ मेरो एजेन्डा चाहिँ के छ भने ल यता आऊ त म देखाइदिन्छु मेरो एजेन्डा आऊ त मेरो एजेन्डा भनेको चाहिँ के हो भने ऊ त माथिको डाँडा छ नि त्यो डाँडादेखि ऊ त्यहाँ यता हेर्नु ऊ त माथिको डाँडा छ नि हो त्यहाँसम्म मैले झुलुङ्गे पुल हाल्ने निर्णय गरेको छु मेरो झुलुङ्गे पुल हजुर एजेन्डा चाहिँ त्यो हो त्यो बिचमा चाहिँ पञ्चिङ जम हान्ने पनि हुन्छ तपाईँहरूले भोट मलाई हाल्नु यसो फ्रीमा पछि एक दुईचोटि हाम फाल्न दिउँला तपाईँले के गरी गर्नुभएको तपाईँले चाहिँ के गर्नु खोज्नु भएको मान्छे भोट मागिरहेको छ अनि म चाहिँ यहाँ के गर्न गलबन्दीमा भोट भइसकेको छु त मैले त भोटै त माग्नु आएको यहाँ किन माग्नु त अनि तपाईँ चाहिँ किन आउनु त ताना यहाँ? तान्नु हाना अहिले ताना तान्नु आउनु नपाउनु हामी यहाँ भोट ताना तान्नु हाना